जापानमा हुनुहुन्छ, प्रेग्नेन्ट हुनुहुन्छ अथवा प्रेग्नेन्सीको तयारीमा हुनुहुन्छ तर भाषाको समस्या छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि। प्रेग्नेन्सी र डेलिभरीको बेलामा चाहिँ जापानको हस्पिटलमा युजफुल हुने शब्दहरुको बारेमा आज छलफल गरौँ, जसले चाहिँ तपाईको स्वास्थ्य अवस्था डाक्टरलाई बुझाउनलाई पनि हेल्प हुन्छ, प्लस डाक्टरले के भनिराख्नु भएको छ भन्ने कुरा बुझ्नलाई पनि हेल्प हुन्छ है। यो शब्दको अर्थहरु बुझ्नु भयो भने तपाईलाई साच्चीकै धेरै हेल्प हुन्छ र अरु पनि प्रेग्नेन्सीसँग जो रिलेट गर्नुहुन्छ उहाँहरुले पनि बुझिराख्दा राम्रो हुन्छ, किनभने कतिपय शब्दको अर्थहरु चाहिँ आफ्नो लाइफमा नपरिकन थाहा हुँदैन रहेछ, जतिसुकै पढे लेखेको भए पनि क्या। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स हो, मलाई पनि केही थाहा थिएन यो शब्दको अर्थहरु, जब म प्रेग्नेन्ट भएँ अनि बल्ल थाहा पाएको हो। त्यही भएर आज तपाईहरुसँग पनि शेयर गरेको पक्कै पनि हेल्पफुल हुन्छ होला है। र धेरै छन् शब्दहरु त, अब केही मेन शब्दहरु चाहिँ यहाँ समेट्ने कोसिस गरेको छु। यदि तपाईहरुलाई अझै चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला, केही अप्ठ्यारो नमानिकन है। मैले जानेको बुझेको चाहिँ शेयर गर्ने छु र तपाईहरुले एकचोटी मज्जाले हेर्न सक्नुहुन्छ केलाई के भन्छ, कस्तो अवस्थालाई के भन्छ भनेर है त। स्क्रिनशट लिन सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।